पुस भरिरहेको र माघको 3 गते कार्यक्रम हाम्रो सिस्नेमा मथुरा सारू मगर हाम्रो उजाशील यी माताजी हुनुहुन्छ। माताजी भए पनि उजाशीलहरू कहिले कमजोर हुँदैनन् भने जस्तो उहाँ गुरु हुनुहुन्छ। त्यो कार्यक्रम रहेको छ 3 गते, 10 र 17 गते विभिन्न स्थानीय तहमा कार्यक्रम रहेछन्। त्यस्तै माघ 24 गते अर्जुनधारा चाहिँ यो 12 गरे डोजो 24 गतेको लागि हामीले पास गरेका छौँ भने फागुन पहिलो हप्ता हाम्रा कोषाध्यक्ष सम्झना सारू मगरको त्यो कार्यक्रम गर्ने भन्ने 2 महिनाको शेड्युल टाइट र यही हप्ता यही 2 दिन 3 दिन पछाडिदेखि बिर्तामोडको राष्ट्रपति रणशीलको लागि हामीले महासङ्घबाट उपाध्यक्ष जीवन राई, सदस्य हाम्रा ऊर्जाशील विक्रम मेचे सहित रेफ्री कमिसनलाई जिम्मेवारी दिइसकेका छौँ। र त्यस्तै राष्ट्र प्रतियोगिता सम्बन्धी 2टा नेसनल गेमको शेड्युल आएको हुनाले र यो महेन्द्र रत्न मावि अथवा विभिन्न काष्ठमण्डल कराटे बोर्डको माघ 6 गतेको लागि झापा जिल्ला सिलेक्सनको लागि चाहिँ आवश्यक समन्वयको लागि उपाध्यक्ष जीवन राई, सचिव राजेन्द्र लिम्बू र हामी रेफ्री कमिसन संयोजक कृष्ण बस्नेतज्यूलाई यो उपयुक्त ठाउँहरू आवश्यक समन्वय गर्ने जिम्मेवारी दियौँ। र त्यस्तै हामीले स्थानीय तहदेखि नै कराटेलाई चुस्त दुरुस्त बनाउने गरी स्थानीय तहको अहिले 5वटा पालिकामा संयोजक तह शिव 87बाट दुर्गा उप्रेती, कन्काईबाट टिका राजवंशी, टेकनारायण, बिर्तामोडबाट जीवन राई, अर्जुनधाराबाट विक्रम मेचे र मेचीनगरबाट सुबिद बस्नेतलाई जिम्मेवारी दिएका छौँ। यति भन्दै यहाँ हाम्रो शिक्षा समितिबाट आउनु भएको छ सरहरू र राष्ट्रपति रणशीलका लागि बिर्तामोड प्रतियोगिता भइरहेको छ। जिल्लामा चाहिँ हामीलाई अहिलेसम्म पनि प्रदेशले पत्र नआएर जिल्ला खेलकुदको पनि भएकोले र अहिले यो चोटि जिल्लाको प्रतियोगिता हामीले पोरै गौरवमा गर्ने भनेर त्यो समन्वय गरेका छौँ। र हाम्रो सोमबार जिल्ला खेलकुदको बैठक बस्दैछ। सोमबारको जिल्ला खेलकुदको बैठक बसेर जिल्ला खेलकुद प्रतिनिधि आवश्यक प्रक्रिया नभए पनि हामीले चाहिँ खेलकुदका गतिविधि गर्ने कुरामा दिएका छौँ। सबैभन्दा पहिले हुन लागेको बिर्तामोड हो। एकदम तपाईँहरूलाई हार्दिक शुभकामना। शिक्षा समिति हामी एकदम आवश्यक समन्वय गर्नेछौँ, साथ दिनेछौँ। हार्दिक हाम्रो पनि उपस्थिति रहनेछ। यति भन्दै धन्यवादहरू सबै। आजको बैठक सौहार्दपूर्ण वातावरण, साथीहरू सबै सित्तैमा पाएको जीवनलाई सार्थक बनाउनको लागि चाहिँ ब्रह्माण्डमा तपाईँ जति धेरै दिनुभयो त्यति प्राप्त हुन्छ, निस्वार्थ रूपमा लाग्ने। धन्यवाद। ल धन्यवाद। फ्रीमा भोलि त आयो भाइ।